Good morning, good afternoon, good evening, in whichever time you're watching this. Welcome to SSC Sikkim, your one place for everything about Sikkim. SSC Sikkim has brought you the another video on the basic maths on SPSC. So in this session, we will discuss the chapter ratio and proportion. As you can see, the syllabus of Accounts Clerk 2026. So as you can see here, यहाँनिर mentions छ ratio and proportion. योभन्दा अगाडि हामीले प्रफिट एन्ड लसको भिडियो अपलोड गरेको थियौँ र यो सेसन रहनेछ on the topic ratio and proportion. र यदि यो भिडियोमा अझै बेसी engagement आयो भने we will upload more sessions on the topic basics math. Hope you will like this video. You will find basic maths course on SSC PDF bundle. Basics math भित्र you will get all the topic related to the syllabus of Accounts Clerk. You will also get current affairs segment in SSC PDF bundle. Accounts Clerk को core subject हरु जस्तै economics, accountancy, computer, English सबै SSC PDF bundle भित्र available छ. सिक्किम current affairs हेर्नु हो भने 2022 देखि compilation you will get र National International 2024 देखिको compilation available छ. Statistics Sikkim को 1000 plus MCQs you will get. त्यस्तै प्रकारले accountancy को lecture videos and lecture PDF you will get it. Economics को पनि content update भएको छ. English, computer को पनि lecture videos र PDF available छ. So if you want to avail the SSC PDF bundle, you need to WhatsApp on 8927139192. We will respond you immediately. You can put your any queries related to the exam. We will answer you. So let's proceed with today's topic. यसमा हामी रेशियो एन्ड प्रोपोर्सन्स डिस्कस गर्नेछौँ। त्योभन्दा अगाडि हामीले फर्स्टमा पर्सेन्टेज डिस्कस गर्यौँ एन्ड देन वी जस्ट सॉ विथ प्रॉफिट लस एन्ड डिस्काउन्ट एन्ड दिस इज द थर्ड सेसन। ओके, रेशियो एन्ड प्रोपोर्सन यो पनि इम्पोर्टेन्ट टपिक हो र यसमा हामी कन्सेप्ट प्लस फ्यू क्वेशन्स प्लस फ्यू प्रिभियस इयर क्वेशन्स, ओके, दिस वी विल बी डिस्कसिङ। सो विदाउट फर्दर अडु लेट्स बिगिन विथ द सेसन। सो रेशियो भनेको के हो? फर्स्ट अफ अल रेशियो हामीले अलिअलि त अस्ति पर्सेन्टेजमा पनि हेरेको थियौँ, प्लस प्रफिट लसमा पनि एक दुईवटा रेशियोको क्वेसन थियो, तर दिस इज द च्याप्टर वी आर डुइङ। सो रेशियो भनेको के हो अलिकति रिभिजन गरौँ। रेशियो इज बेसिकली ए कम्प्यारिजन। ओके, कम्प्यारिजन। फर इक्जाम्पल मेरोमा 20 रुपियाँ छ, ओके, तपाईँकोमा लेट्स से 30 रुपियाँ छ भनेपछि हाम्रो रेशियो के हो त? हाम्रो कम्पेरिजन के हो भन्दाखेरि चाहिँ 20/30 र हामीले यसलाई रिड्युस गर्यो, 0 0 क्यान्सल आउट भयो, द्याट इज 2/3 or 2:3 यो चाहिँ हाम्रो रेशियो। यो चाहिँ यसले चाहिँ के बुझ्छ, मेरोमा 2 भाग छ भने तपाईँकोमा 3 भाग छ पैसा। ओके, द्याट क्यान बी 20/30। अब लेट्स से 40 र 60 छ भने पनि 2:3 नै हुन्छ, किन 0 0 काट्यो, 2 2 जा 4, 2 3 जा 6 हैन, 60 90 छ भने पनि 2:3 नै हुन्छ। सो दिस इज द रेशियो वी आर टकिङ अबाउट। ओके, कम्प्यारिजन अफ टु क्वान्टिटिज। अब प्रोपोर्सन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ प्रोपोर्सन भनेको चाहिँ कम्प्यारिजन अफ रेशियो, मतलब रेशियो अफ रेशियो भन्दा पनि हुन्छ। जस्तो लेट अस से दुईजना मान्छे छ ए र बी, उनीहरुकोमा लेट्स से पैसा छ 2:3 को रेशियोमा, र अर्को दुईजना मान्छे छ सी एन्ड डी, उनीहरुकोमा पैसा छ 3:4 को रेशियोमा। ओके, सो यति बेला चाहिँ जब हामीले यो दुईटै रेशियोलाई चाहिँ जब हामी कम्पेयर गर्छौं त्यति बेला हामी चारटा टीका लगाउँछौं बीचमा। रेशियोमा दुई दुईवटा टीका लाग्छ भने कम्प्यारिजन प्रोपोर्सनलमा चाहिँ चारटा टीका लाग्छ, यति बेला चाहिँ वी कल इट प्रोपोर्सन। ओके, र यो 2 र 4 जुन छ यसलाई हामी एक्सट्रिम्स भन्छौं। ओके, दिस आर कल्ड एक्सट्रिम्स, यो तपाईहरुले एलिमेन्ट्री क्लासमा पढ्नु भएको होला। र जुन यो बीचको दुईटा टर्म चाहिँ यसलाई हामी के भन्छौं, मीन भन्छौं। र जब पनि कुनै दुईटा रेशियो प्रोपोर्सनल दिएको हुन्छ, ओके, यहाँ त नहुन सक्छ प्रोपोर्सनल, तर जब पनि दुईटा रेशियो प्रोपोर्सनल दिन्छ भने चाहिँ प्रोडक्ट अफ मीन इज इक्वल टु प्रोडक्ट अफ एक्सट्रिम हुन्छ, मतलब बीचको दुईटाको प्रोडक्ट र छेउको दुईटाको प्रोडक्ट सेम हुन्छ इफ इट इज गिवन प्रोपोर्सनल। ओके, सो दिस वाज द बेसिक अबाउट द रेशियो। अब हामी अरु जति पनि कन्सेप्टहरु हुन्छ त्यो क्वेशनहरु गर्दा डिस्कस गर्छौं। ओके, लेट्स बिगिन विथ द फर्स्ट क्वेशन। यहाँ हामीलाई दुईटा रेशियो दिएको छ। इफ A is to B is 3:4, B is to C is 6:7, find A is to B is to C। यो एकदमै कमन क्वेशन हो, यो रेशियोतिर आउँछ एक्जाम्सहरुतिर, एप्टिट्युड क्वेशन, र यो सजिलो छ, आरामले गर्न सकिहालिन्छ। सो दिस इज हामीले के गर्नु पर्यो, A is to B कति दिएको छ यहाँ रेशियो 3:4 दिएको छ, यसरी लेख्यो। त्यहाँबाट B is to C कति दिएको छ, फेरि B is to C दिएको छ, तल मुनिपट्टि लेख्नुस् 6:7 लेख्नुस्। ओके, अब हामीलाई तीनटैको रेशियो निकाल्नु छ, यसलाई यसो गर्नुस्। ओके, जस्तो तपाईले प्लस माइनसमा गर्नुहुन्छ त्यसरी नै। अनि यहाँ जुन भेकेन्ट जग्गा देख्नु हुँदैछ, जस्तो यो 3 को मुनि 6 को यतापट्टि भेकेन्ट छ, 7 को माथि 4 को उतापट्टि भेकेन्ट छ, यो भेकेन्ट जग्गामा छेउकोले
फिल गरिदिनुहोस् हैन आफ्नो पडोसी जुन छ यसको जस्तो यो जग्गाको यताको पडोसीको 4 हो यो जग्गाको यताको पडोसीको छेउको नेबर छिमेकी 6 हो अब के गर्नुहोस् तपाईले तलको र माथिकोलाई मल्टिप्लाई गर्नुहोस् 6 3 जा 18 हुन्छ 6 4 जा 24 हुन्छ 7 4 जा 28 हुन्छ अब हाम्रो रेशियो आयो अब यसलाई सिम्प्लिफाई गर्नु मात्रै छ जस्तो 18 24 र 28 को कमन फ्याक्टर के हो आई थिंक 4 ले त जाँदैन 2 ले माथि जान्छ 2 9 जा 18 2 12 जा 24 2 14 जा 28 so this is the simplest form so 9 is to 12 is to 14 चाहिँ हो तपाईको a is to b is to c this is the answer okay 9 is to 12 is to 14 simple थियो next question sum of two numbers is 40 their difference is 4 find the ratio between the two number एकदमै सजिलो कुनै दुईटा नम्बर छ लेट अस से एउटा नम्बर x हो हाम्रो अर्को नम्बर y हो दुईटा नम्बर जोड्यो कति आयो 40 आयो अब दुईटा नम्बरमा घटायो सपोज हामीले x ठुलो मानेको छ भने x मा y घटायो डिफरेन्स कति आयो 4 आयो अब एलिमिनेसन हुन्छ हैन तपाईले एलिमिनेसन मेथड याद छ एलिमिनेट गर्ने प्लस y माइनस y लाई काट्दिनुस् हैन अब यहाँ x को अगाडि प्लस यतापटिको x को अगाडि प्लस सो x प्लस x के हुन्छ तपाईको 2x हुन्छ एड गर्नु मात्रै हो इक्वेसन 40 र 4 जोड्नुस् 44 x कति आयो 2 ले काट्छ फेरि 2 into 22 so x is equal to 22 ओके फाइन्ड द रेशियो बिट्विन टु नम्बर भनेपछि हामीले y पनि निकाल्नु पर्यो अब x मा y जोड्दा 40 x मा y जोड्दा 40 सो x भनेको 22 प्लस y is equal to 40 22 मा कति जोड्दा 40 आउँछ 40 मा 22 घटाउनुस् 40 मा 22 घटाउँदा कति आउँछ 18 आउँछ ठिकै छैन 40 मा 22 घटाउँदा 18 आयो हामीले रेशियो खोज्नु छ भनेपछि x is to y खोज्नु छ भनेपछि x by y गर्नुस् 22 by 18 2 11 जा 22 2 9 जा 18 that is 11 is to 9 is the correct answer ओके 11 is to 9 अब यही जुन कुरालाई अझै सिम्पल पाराले हुन त यही पनि सिम्पलेस्टै थियो तर अझै सिम्पल पाराले जब तपाईलाई सम र डिफरेन्स दिएको हुन्छ दुईटा नम्बरको रेशियो निकाल भनेको हुन्छ तपाईले केही नगर्नुस् माथि एकपल्ट 40 प्लस 4 गर्नुस् जस्तो यो सम र डिफरेन्सलाई जोड्नुस् मुनिपट्टि सम र डिफरेन्स जुन दिएको छ त्यसको पनि डिफरेन्स निकाल्दिनुस् अन्त त्यही हो रेशियो 40 प्लस 4 44 40 माइनस 4 कति हुन्छ तपाईको 36 4 11 जा 44 4 9 जा 36 11 is to 9 यही रेशियो आइहाल्छ एकै स्टेपमा रेशियो आउँछ यो चाहिँ कति बेला जब सम र डिफरेन्सकै रेशियो निकाल्नु भनेको हुन्छ सम र डिफरेन्स दिएर चाहिँ दुईटा नम्बरको रेशियो निकाल्छ यसरी ओके सो तपाईले लङ फर्मेटमा गर्दा नि भयो त्यस्तो लङ थिएन यो अझै सर्ट भयो राइट नेक्स्ट a and b together have 1 to 1 0 if 4 by 15 of A's amount is equal to 2 by 5 of B's amount, how much amount does B have? अब हेर्नुस् A र B को दुईटा दुवैजनाको सम गरेर 1210 रुपैयाँ छ भनेपछि A र B को दुवैजनाकोमा 1210 रुपैयाँ छ जम्मा गरेर अब A कोमा लेटस से X रुपैयाँ छ B कोमा लेटस से Y रुपैयाँ छ X र Y जोड्दा कति भयो 1210 भयो यसलाई एउटा इक्वेसन बनाएर राख्दिराख्नुस् ओके त्यहाँबाट अर्को के छ 4 by 15 of A's amount भनेपछि A कोमा कति छ x रुपैयाँ x को 4 by 15 भन्दैछ हैन भनेपछि 4 by 15 of A's amount that is x रुपैयाँ is equal to 2 by 15 of B's amount so 2 by 5 of B's amount that is 2 by 5 of y छ हैन यो छ अब सबै इन्टु छ भनेपछि काट्नु पायो 5 1 जा 5 5 3 जा 15 2 1 जा 2 2 2 जा 4 भनेपछि के भयो त 2x by 3 equals to y भनेपछि यहाँबाट के भयो भने 2x equals to 3y आयो क्रस मल्टिप्लाई गर्दा ठिकै छैन 2x equals to 3y यहाँबाट x को भ्यालु निकाल्नुस् x is equal to अथवा हामीले के निकाल्नु भनेको छ हाउ मच अमाउन्ट डज b have x के भ्यालु निकाल्नुस् त्यसो गर्दा माथि y माथि उब्रिन्छ सो x कति आयो 3y by 2 अब यो 3y by 2 चाहिँ अहिलेको इक्वेसनमा यहाँ लगेर सब्स्टिट्युट गर्दिनुस् सो के हुन्छ x को बदली हामीले कति हाल्नु पर्यो 3y by 2 plus y is equal to 1 to 1 0 यसो गर्दा y को भ्यालु आउँछ हामीलाई y नै चाहिएको हाउ मच अमाउन्ट डज b have भनेर सोध्दैछ अब 3y by 2 छ y छ यसलाई यसो गर्नुस् 2 ले डल्लै इक्वेसनलाई गुणा गर्नुस् त्यसो गर्दा डिनोमिनेटर हट्छ सो 3y by 2 into 2 गर्दा 2 2 काट्यो 3y मात्रै भयो y र फेरि 2 ले गुणा गर्दा यो के हुन्छ 2y 1210 लाई 2 ले गुणा गर्दा 1200 को डबल 2400 10 को डबल 20 भनेपछि 2420 अब के भयो 3y र 2y कति हुन्छ तपाईको 5y हुन्छ इज इक्वल टु 2420 भयो सो y के भयो तपाईको भन्दाखेरि चाहिँ y इज इक्वल टु 2420 डिवाइडेड बाइ 5 5 ले काट्नुस् यसलाई 5 4 जा 20 4 उब्रियो उता जाँदा 42 5 8 जा 40 2 उब्रियो उता जाँदा 20 सो 5 4 जा 20 भनेपछि आन्सर कति आयो 484 सो नेक्स्ट b कोमा कति रुपैयाँ रहेछ 484 रुपीस रहेछ ओके सो दिस इज इट नेक्स्ट Seats for mathematics
physics and biology in a school are in the ratio 5:7:8. There is a proposal to increase the seat by 40%, 50% अनि 75%. अब हेर्नुस् ल, जब पनि रेशियो दिएको हुन्छ, अब हामीलाई एक्ज्याक्ट क्वान्टिटी दिएको छैन भनेपछि म्याथमेटिक्स त्यहाँबाट फिजिक्स अनि बायोलोजी तीनटा सब्जेक्ट छ। अब म्याथमेटिक्स यिनीहरू तीनटाको रेशियो के छ 5:7:8 भनेपछि म्याथमेटिक्सको 5x राख्दिनुस्, फिजिक्सको 7x वटा सिट छ अरे, अन्त बायोलोजीको लेट्स से 8x वटा सिट छ अरे। अब के भन्दैछ, देयर इज अ प्रपोजल टु इन्क्रिज द सिट बाई 40%, 50%, 75% रेस्पेक्टिभली। भनेपछि म्याथमेटिक्समा 40% बढाउनु अरे, फिजिक्समा 50% बढाउनु अरे, अन्त बायोलोजीमा 75%। भनेपछि हेरौँ, म्याथमेटिक्समा 40% बढाउनु, अलरेडी 5x छ हैन, 5x को 40% कति हुन्छ, 40% भनेको 40/100, सो 0 0 काट्यो, 2 2 जा 4, 2 5 जा 10, 5 5 पनि काट्यो भनेपछि 5x को 40% हो 2x, 5 को 40% 2 हो नि त। भनेपछि यसमा हामीले 2x बढाउनु पर्यो म्याथमेटिक्समा हैन, म येल्लोले गर्छु ल, त्यसो गर्दा सजिलो हुन्छ देख्नु। यसमा हामीले लेट मी इरेज दिस, यसमा हामीले 2x बढाउनु पर्यो। अब फिजिक्समा कति बढाउनु पर्यो, 7x को 50%, 7x को 50% भनेको त आधी हो नि त, 50/100 भनेको 1/2, सो 7/2 भनेको कति हुन्छ 3.5x हुन्छ। भनेपछि यसमा हामीले प्लस 3.5x बढाउनु पर्यो। बायोमा हामीले कति बढाउनु पर्यो भन्दाखेरि चाहिँ बायोमा 75% बढाउनु पर्यो। भनेपछि 8x को 75% कति हुन्छ भनेको 25 3 75, 25 4 100, 4 1 जा 4, 4 2 जा 8, 2 into x into 3, 6x बढाउनु पर्यो। अब हेर्नुस् ल, बढाएर कति भयो, म्याथमेटिक्स भयो 5 मा 2x जोड्दा 7x, फिजिक्स भयो 7 मा 3.5 जोड्दा 10.5x हुन्छ, बायोमा भयो 8 मा 6 जोड्दा 14x हुन्छ। ओके, व्हाट विल बी द रेशियो अफ इन्क्रिज सीट, भनेपछि यही रेशियो खोज्नु त रहेछ भनेपछि x x x त काटिहाल्यो। अब 7:10.5:14 हैन, 7:10.5:14। अब यसैलाई हामीले सिम्प्लिफाई गर्नु पर्दाखेरि केले काट्छ, यो डबल गरिदिउँ, त्यसो गर्दा डेसिमल हट्छ, सो 14:21:28। अब यसलाई 7 ले काट्दिउँ, 7 2 जा 14, 7 3 जा 21, 7 4 जा 28, सो रेशियो कति आएछ 2:3:4, so the answer is 2:3:4. Okay, A is the correct answer. Next, in a mixture of 60 liters, the ratio of milk and water is 2:1. If the ratio is to be 1:2, then the quantity of water to be further added is how much? यो पनि एकदम सिम्पल छ। जम्मा मिक्सचर छ 60 लिटर, त्यो 60 लिटर मिक्सचरमा चाहिँ दुध र पानी मिसिएको छ। भनेपछि we have 60 liters of mixture which consist of milk and water, and रेशियो दिएको छ 2:1 को रेशियो, कति छ रेशियो 2:1। अब जब रेशियो दिएको हुन्छ, होल क्वान्टिटी नै हामीलाई याद छ, सजिलो छ नि, 2:1 भनेको दुध 2 भाग छ, पानी 1 भाग छ, भनेपछि जम्मा गरेर त 3 भाग हो नि त हैन, भनेपछि दुध कति क्वान्टिटी भयो त 2 भाग, कति भागमा 3 भागमा, सो 2/3 into 60, यो चाहिँ मिल्कको क्वान्टिटी भयो, 3 into 20 जा 60, भनेपछि 40 लिटर दुध छ यहाँ। यो कति लिटर छ 40 लिटर दुध छ, पानी चाहिँ कति छ भन्दाखेरि चाहिँ 1 भाग थियो, अब कति उब्रियो त 20 लिटर, ठिकै छैन, 20 20 2 भाग दुध भयो, 20 लिटरमा त 1 भाग पानी भयो। अब के छ, if the ratio is to be 1:2, then the quantity of water to be further added is how much? रेशियो चाहिँ कति बनाउनु छ अरे, अब 1:2 बनाउनु छ अरे, तर हाल्नु चाहिँ के हाल्नु भन्दैछ, पानी मात्रै हाल्नु भन्दैछ, भनेपछि दुध त्यतिको त्यति नै बस्छ। अब सेकेन्ड केसमा हेर्नुस् ल, यहाँ व्हाइट पेनले हेर्नुस्, यहाँ व्हाइट इङ्कले, दुध त्यतिको त्यति बस्छ, दुध 40 लिटरै बस्छ, पानी चाहिँ यहाँ कति हाल्नु भनेर हामीलाई सोध्दैछ। अन्त रेशियो चाहिँ कति चाहियो अरे, फेरि रेशियो चाहियो अरे उसलाई 1:2, भनेपछि यो 40 लिटर चाहिँ तपाईको 1 भाग हुनु पर्यो, 40 लिटर चाहिँ 1 भाग हुनु पर्यो, भनेपछि उता चाहिँ 2 चाहियो, 1:2 चाहियो, भनेपछि उता पानी चाहिँ 2 भाग हुनु पर्यो, भनेपछि 40 लिटर 1 भाग, पानी 2 भाग, भनेपछि पानी कति लिटर हुनु पर्यो, डेफिनेटली 80 लिटर हुनु पर्यो, त्यसो गर्दा त 1:2 रेशियो हुन्छ। अब अघि पानी कति थियो 20 लिटर थियो, अब कति हुनु पर्यो 80 लिटर, 20 मा कति हाल्दा 80 लिटर भयो भन्दा 20 मा अब 60 लिटर हाले हैन 80 लिटर हुन्छ, भनेपछि 60 लिटर इज द करेक्ट आन्सर। ओके, अब यसको रेशियोको सर्टकटहरु पनि छ, तर म तपाईलाई भन्दिन किनकि यो बेसिक क्लास हो, तपाईले जस्ट क्वेशनलाई कसरी अप्रोच गर्ने एकदमै लाटा हिसाबले सल्भ गर्ने, ठिकै छ, किनकि क्वेशनको धेरै भेरिएसन्सहरु हुन्छ। म एउटा सर्टकट भनौँला, त्यो सर्टकट यो क्वेशनमा अप्लाई होला, अर्को क्वेशनमा अप्लाई नहोला, हाम्रोमा टाइम पनि छैन हैन, सो
अर्ग्यानिक अप्रोच हामी लिँदैछौँ, ठिकै छैन? एकदमै अर्ग्यानिक अप्रोच, एकदमै लाटा हिसाब, यो जसले पनि बुझ्ने अप्रोच हो। ओके, सो दिस इज इट। नेक्स्ट, the ratio of number of boys and girls in college is 7:8. If the percentage increase in number of boys and girls is 20% and 10% respectively, what will be the new ratio? एकदमै सिम्पल छ, boys and girls. So अब रेसियो दिएको छ 7:8, अब तर हामीले एक्ज्याक्ट नम्बर याद छैन, सो 7x राखिदिउँ, गर्ल्सको 8x राखिदिउँ। अब के भयो अरे पर्सेन्टेज इन्क्रिज, अघि हामीले त्यो गऱ्यौँ नि फिजिक्स म्याथमेटिक्स र बायोलोजीको, सेम त्यस्तै हो, त्यहाँ सिट्स इन्क्रिज हुँदै थियो, यहाँ पर्सेन्टेज इन्क्रिज छ। सो बोइज पर्सेन्टेज इन्क्रिज इन नम्बर अफ बोइज एन्ड गर्ल्स 20% एन्ड 10%, भनेपछि बोइजमा 20% बढ्यो, अन्त गर्ल्समा 10% बढ्यो। इट वुड बी बेटर अब हामीले 7 को 20% निकालिबस्दा त डेसिमलमा आउँछ, सो हामी 7x नगरेर 70x गरिदिउँ, यसलाई 8x नगरेर 80x गरिदिउँ, त्यसै गर्दा नि त रेसियो त सेमै आउँछ नि त, होइन? तर हामीले यहाँ पर्सेन्टेज निकाल्नु सजिलो भयो नि त। सो 70 को 20% बढ्छ, सो 20/100 इन्टु 70, 70 को 20% कति हो? 0 0 काट्यो, 0 0 काट्यो, 2 7 जा 14, 14 बढ्यो, भनेपछि 70 मा प्लस 14 बढ्दाखेरि कति भयो त? 84 भयो कि भएन? सो 70 मा 14 बढ्दा भयो 84। अब 80 को 10% भनेको त 8 हो, भनेपछि 80 मा 8 बढ्यो, कति भयो? 88। अब 84 र 88 को रेसियो कति हो भन्दाखेरि चाहिँ 4 ले काट्नुहोस्, 4 इन्टु 2 जा 8, 4 1 जा 4, 4 2 जा 8, 4 2 जा 8, सो 21:22, एकदमै सिम्पल थियो त, त्यस्तो ठुलो कुरा केही थिएन, हैन? नेक्स्ट, salaries of Ravi and Sumit are in ratio 2:3. So Ravi र सुमितको salary 2:3 छ। फेरि त्यस्तै छ, if salary of each is increased by 4,000, the new ratio become 40:57. What is Sumit salary? अब यहाँ चाहिँ के लिनुहोस् तपाईले, रविको र सुमितको स्यालेरीको कुरा आउँदैछ। अब यहाँ 2:3 छ, फेरि पर्सेन्टेज इन्क्रिज छैन, यहाँ चाहिँ भ्यालु इन्क्रिज दिएको छ, भनेपछि तपाईँ 2x र 3x लिँदा भयो, हामीलाई फरकै पर्दैन, ठिकै छैन? अब यिनीहरू दुवैजनाको स्यालेरी चाहिँ कति कतिले बढायो अरे भन्दाखेरि चाहिँ 4,000 ले, भनेपछि रविको पनि 4,000 ले बढायो, सुमितको पनि 4,000 ले बढायो, हैन? तर फरक हुन्छ नि त स्यालेरी, किनकि उसको 2x मात्रै छ र सुमितको 3x छ। सो उनीहरूको नयाँ रेसियो भयो अरे 40:57, भनेपछि रविको न्यू स्यालेरी बाई सुमितको न्यू स्यालेरी। रविको नयाँ स्यालेरी कति भयो? 2x थियो अगाडि, 4,000 बढ्यो। सुमितको न्यू स्यालेरी कति भयो? 3x थियो अगाडि, यसमा पनि 4,000 बढ्यो। सो 57 इन्टु 2 कति हुन्छ? 50 50 100 7 7 14, भनेपछि 104x। 57 इन्टु 4 कति हुन्छ भन्दाखेरि चाहिँ 114x भयो, 57 इन्टु 4 यसकै डबल त हुन्छ, हैन? 228,000। सो 57 ले यसलाई यसलाई र यसलाई मल्टिप्लाई भयो, त्यस्तै पाराले 40 ले 3x र 40,000 लाई 4,000 लाई मल्टिप्लाई गर्नु पर्यो। सो 40 इन्टु 3x त 120x भइहाल्यो, 40 इन्टु 4,000 16, चारवटा 0, ठिकै छैन? सो यो भयो। अब के गर्नु पर्यो हामीले? 228 तीनटा 0 मा 16 चारवटा 0 घटाइदिनु पर्यो, 16 चारवटा 0 यहाँ घट्छ, उता 120 मा 114 उता जाँदाखेरि यहाँ 6x मात्रै हुन्छ। सो यहाँ घटाइहेरौँ त कति आउँछ? 0 0 0 8, 12 मा 6 घटाउँदा 6, सो 68,000, ठिकै छैन? 68,000 इज इक्वल टु 6x। सो हाम्रो x कति आयो? x इज इक्वल टु 68,000 बाई 6 आयो, ठिकै छ? यति आयो। अब यहाँ हामीलाई के सोध्दैछ? वाट इज सुमित स्यालेरी? अब यो काट्नु त काटिँदैन एक्ज्याक्टली, तर हामीलाई यो x को भ्यालु पनि त चाहिएको होइन नि त, हामीलाई त सुमितको स्यालेरी चाहिएको नि, सो यसलाई इन्टु 3 गरिदिनुहोस्, हैन? यो x यति आयो, भनेपछि 3x कति हुन्छ? इन्टु 3, 3 1 जा 3, 3 2 जा 6, सो 2 कति जा 68 भन्दाखेरि चाहिँ 2 इन्टु 34 जा 68, भनेपछि सुमितको स्यालेरी कति रहेछ? इट्स नट 38, आई थिंक इट्स 34,000, या 34,000 हुनुपर्ने हो कि, यो अप्सन अलिकति मिस्टेक छ जस्तो लाग्यो। 34,000 इज द स्यालेरी अफ सुमित। ओके, सो दिस इज हाउ वी डु इट, ठिकै छ? सो यो भइहाल्यो। नेक्स्ट क्वेसन, if 72 be divided into 3 parts, 782 be divided into 3 parts, proportional to 80, then the first part is, अब यो रेशियो दिएको भए त एकदमै बच्चावाला क्वेसन भइहाल्थ्यो, तर हामीलाई के दियो? प्रोपोर्सनल दियो। ओके, प्रोपोर्सनललाई रेशियोमा कसरी कन्भर्ट गर्ने हेर्नुहोस्। प्रोपोर्सनल कति छ? 1:2 is to 2/3 is to 3/4। अब यसलाई रेशियोमा कन्भर्ट गर्नुको लागि एलसीएम लिनुहोस्, 2 3 अनि 4 को कति हुन्छ? 12 हुन्छ, हैन? 2 3 र 4 को एलसीएम 12। अब यो एलसीएम लाई इच एन्ड एभ्री यो फ्र्याक्सनले मल्टिप्लाई गर्नुहोस्, त्यही हुन्छ रेशियो। भनेपछि 1/2 इन्टु 12 कति भयो? 2 6 जा 12 हुन्छ, हैन? त्यस्तै पाराले 1/3 इन्टु 12, अब म सिधै रेशियो लेख्छु ल। सो 6 भयो, 1/3 इन्टु 12 कति हुन्छ? 3 4 जा 12,
1/3 सरी 2/3 into 12 छ 3 4 जा 12 भनेपछि 2 into 4 गर्दा 8 भयो त्यस्तै पाराले 3/4 into 12 गर्दाखेरि चाहिँ 4 3 जा 12 so 3 3 जा 9 सो हाम्रो रेशियो नयाँ के भयो 6:8:9 अब त भइहाल्यो फर्स्ट पार्ट कति हो भन्दाखेरि चाहिँ फर्स्ट पार्ट 6 हैन फर्स्ट पार्ट 6 छ रेशियो सो टोटल सम अफ रेशियो कति हुन्छ 9 8 17 17 छ 23 हुन्छ सो इन्टु कति 782 अब 23 ले काटिनु नै पर्यो नि त हैन हाम्रो एक्ज्याक्ट नम्बर आउँदैछ काटिनु पर्ने 23 1 जा 23 23 3 जा 69 हुन्छ हैन 20 3 60 3 3 9 69 अब 78 भनेपछि अब कति रह्यो 9 उब्रियो उता जाँदा 92 अन्त 23 4 जा 92 हैन 20 4 80 3 4 12 92 अब 6 into 34 गर्दा 6 4 जा 24 6 3 जा 18 9 20 गर्दा 204 is the correct answer. Okay, so first part is 204. Second part सोधेको भए 8/23 into 782. Third part सोधेको भए 9/23 into 782. सजिलो थियो. Next. अब हामी फेरि प्रिभियस क्वेशनमा जाँदैछौँ. ओके, युएस प्रिलिम्समा सोधेको थियो अन्डर सेक्रेटरीमा. So के छ, the cost of fridge and motorcycle are in the ratio 3:7. The total price of both is 80,000. What is the difference of the price? एकदमै बच्चावाला क्वेशन. के छ हाम्रो फ्रिज छ मोटरसाइकल छ. ठिकै छ हैन फ्रिज र मोटरसाइकलको रेशियो 3:7 भनेपछि फ्रिज 3x भयो मोटरसाइकल 7x भयो हैन टोटल प्राइस अफ बोथ इज 80,000 दुईटै जोड्दा कति छ 80,000 छ भनेपछि 7x + 3x कति हुन्छ 10x = 80,000 हैन 10x = 80,000 सो x कति भयो 80,000/10 गर्दाखेरि चाहिँ 8,000 यो x यतिकै राख्नुस् डिफरेन्स कति हुन्छ अब जोड्दा 7x र 3x जोड्दा 80,000 भयो 7x र 3x घटायो भने 4x हुन्छ x को भ्यालु आइहालेको छ x को भ्यालु 8,000 भनेपछि 4 8 जा 32,000 इज द करेक्ट आन्सर ओके डिफरेन्स यति हो किन 7 र 3 जोडेको थियो कि अब 7 र 3 घटाउनु छ नि त डिफरेन्स 7 - 3 4x हुन्छ x को भ्यालु 8,000 so 4 into 8,000 32,000 very simple र नेक्स्ट छ if the ratio of two number is 9:5 which of the following is the ratio of sum and difference of the two number यो पनि सजिलो दुईटा नम्बर के छ 9:5 छ ओके भनेपछि एउटा नम्बर 9x छ अर्को नम्बर 5x छ तिनीहरुको सम र डिफरेन्सको रेशियो भनेपछि माथिपटि सम गर्दिनुस् मुनिपटि डिफरेन्स गर्दिनुस् 9x - 5x 9 5 कति हुन्छ 14x 9 मा 5 घटाउँदा कति हुन्छ 4x 14 र 4 को रेशियो कति हुन्छ 7:2 यो पनि बच्चावाला क्वेशन थियो के थिएन सजिलो थियो ओके सो प्रिभियस क्वेशन थियो यो सो विथ दिस वी कम्प्लिट रेशियो एन्ड प्रोपोर्सन र हामी अब नेक्स्ट सेसनमा मिक्सड एन्ड एडिसन गर्नेछौं सो आई होप तपाईलाई यो रेशियो एन्ड प्रोपोर्सन निकै क्लियर भयो होला